हेलो गुड मर्निङ यहाँहरू सबैजनालाई। अहिले चाहिँ भने म चर्चमा आएको छु किनकि आज चर्चमा हाम्रो स्पेसल प्रोग्राम रहेको छ। सो आएर म चाहिँ काम गर्दैछु साथीहरू। अब फेरि एकछिन काम सकाएर यहाँ चियाको लागि पानी बसाइएको छ भने यसरी कटिङ हुँदैछ। यो टोमाटो है, यो गाउँको उत्पादन टोमाटो हो। यहाँनिर हामीले कटिङ गर्दैछौँ। यहाँनिर प्याजहरू रहेको छ। अब यसलाई मैले काटकुट गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ मासुको लागि यहाँ छ, यस्तो रेडी गर्दैछु। मासु चाहिँ यो रहेको छ। यहाँनिर कपहरू यसरी सजाएर राखेको भात चाहिँ खत्रै रहेको छ है। हाम्रो गाउँघरमा यस्तै हो, ग्यासको युज हुँदैन, कहिलेकाहीँ मात्रै हो, थोरै थोरै गर्दाखेरि। नत्र भने हाम्रो ठुलो भान्सा गर्दाखेरि चाहिँ हामीले चाहिँ आगो नै बाल्ने गर्छौँ। त्यो हुनाले गर्दाखेरि चाहिँ आज चाहिँ हाम्रो चाहिँ होइन चर्चमा एकदमै स्पेसियल प्रोग्राम हुँदैछ नि त। अनि त्यो हुनाले गर्दाखेरि मैले चाहिँ यसरी टोमाटोलाई चप गरिसकेको छु। हाम्रो स्टिलको बोलहरू थुप्रै थियो नि नानी, कताको होला पो तिमीहरू पो घाँटीमा बाँधेर आउँदै। पास्टर महोदयलाई म अगाडि बोलाउन चाहन्छु। सबैले ताली बजाएर स्वागत गरिदिनु होला है। सबैले ताली बजाएर स्वागत गरिदिनु होला। अनि अर्को बोलाउन चाहन्छु डिकन भिन्दाई अनि रविका भिन्दाई अनि रविका
अगाडि बोलाउन चाहन्छु उहाँहरू अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु भीमदाई मौका अगाडि बोल्न चाहिहालेँ अनि भीमका आउँदै हुनुहुन्छ होला अहिले आउनुहुन्छ अनि म अर्को नाम बोल्न चाहन्छु मैले बाबा बोल्नु भएको छ टिकन दिलबहादुर बाबा र मेरो मम्मी अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु मम्मी अगाडि आइदिनु छिटोभन्दा छिटो गरिदिनु होला अलिकति समयले नपुगेको कारणले गाह्रो हुनसक्छ अहिले अनि त्यस पछाडि हाम्रो आदरणीय अनि अहिलेको हालको राजर्ष महेन्द्रदीप दाई काका महेन्द्रदीप काकालाई पनि अगाडि बोलाउन चाहन्छु सबैजना ताली बजाउन चाहिँ नछोड्नु होला है त अनि त्यस पछाडि अब हाम्रो हुनुहुन्छ मैले राखेको छु एउटा नाम अफ्रिया श्रेष्ठ आन्टीलाई पनि अगाडि बोलाउन चाहन्छु उहाँहरूलाई सबैजना ताली बजाउनु होला अगाडि आउनु होला अनुरोध गर्न चाहन्छु अलिकति समयको कारणले अलिकति छिटो गर्नुपर्ने हुन्छ हामीले आजको कार्यक्रम हस्त मेरो नाम चाहिँ जानिका राई सुनुवार हो म चाहिँ ओखलढुङ्गाबाट आएको हो अनि म चाहिँ यहाँ हस्पिटल दिपको हस्पिटलमा चाहिँ म काम गर्छु हस्त धन्यवाद हुनुहुन्छ उहाँलाई म सहयोग गर्न चाहन्छु सुमिता श्रेष्ठ हुन्छ आजको यस कार्यक्रमलाई यो स्वागत कार्यक्रमलाई चाहिँ म कतिजना छुट्नु भयो भने मैले अघि नै भनेको छु कतिवटा उ त हुन्छ नै होइन अब मान्छे भए पछाडि अब त हजुरहरू सबैजना इम्पोर्टेन्ट हुनुहुन्छ त्यसको बावजुद पनि अलिकति गर्नुपर्ने भयो सदस्य हो पहिले व्यक्तिहरू पुजारीहरू त के गर्छ परमेश्वरको नजिक जाने बेलामा त शुद्ध र पवित्र छैन भने त्यो वेदीको छेउमा जाँदाखेरि के गर्ने मान्छे भित्र मर्छ अरू मान्छेले तान्नुलाई पनि सजिलो हुँदैन थियो आङ कुसेलाएर तान्नु पर्ने बा ऊ पनि मर्छ कि भने त्यस कारणले गर्दाखेरि अहिले त हामीले परमेश्वरले अनुग्रह गराउनु भएको छ स्वतन्त्र दिनु भएको छ यहाँदेखि तिम्रो हृदय के कुराहरू विवाद केही भयो भने सरसल्लाह गर्नु पर्यो अनि प्रश्न चाहिँ 48वटा रहेको छ है तपाईँहरूले टिप्न नि सक्नुहुन्छ अथवा यहाँ पनि देख्नुहुनेछ अनि 48वटा प्रश्न चाहिँ 4वटा टिमलाई चाहिँ 12-12वटा एउटा टिमलाई चाहिँ 12-12वटा हुनेछ है अनि 6 राउन्ड भएपछि चाहिँ हामी फेरि चिठा टिप्नेछौँ अनि फेरि यो ठाउँ चेन्ज गर्नेछौँ है अनि फेरि टिमलाई चाहिँ 12-12वटा क्वेसन रहेको छ 48वटा छ अनि कुनै अन्तिममा बराबर रिजल्ट आएमा हामीसँग एक्स्ट्रा क्वेसनहरू पनि छ त्यसद्वारा चाहिँ हामी अनि कुनै प्रश्नको उत्तरमा समस्या आएमा अथवा विवाद भएमा चाहिँ निर्णायक समूह रहेको छ उहाँहरूको सल्लाह नै र उनीहरूको निर्णय नै मान्य रहनेछ अथवा प्रतियोगीहरूले कुनै चित्त दुखाइ गर्न पाउनु हुने छैन र पहिलो जुन भएको छ है जुन टिमले